Hello, welcome back to my new video. सबैजनालाई back to YouTube. के गर्नु यस्तै छ। अहिले चाहिँ म कहाँ जान लागु भन्दाखेरि चाहिँ खास चाहिँ म स्विमिङ खेल्न जान लागु हैन। अहिले चाहिँ लगभग टाइम भनेको 5:30 भइरहेछ। साढे 5 बजिरहेछ भने अहिले 5:30 बजे पनि स्विमिङको खेल्छ हैन। अब खेल्न त खेलिहाल्छ। गर्मी छ नि यार, जाडो जस्तो भएको मात्र देखेको मात्रै हो नि, फेरि जाडो देखिने मात्रै हो। क्यामेरा धेरै तल भयो क्या यार, म त्यस्तै लाग्यो यार। तर ठिकै छ यार यतिको एङ्गलमा। भिडियो क्वालिटी कस्तो छ, क्लियर छ कि छैन। आजबाट चाहिँ ब्याक भएँ म। कहाँ जान लाग्यो भनेर अघि नै मैले भनिसकेँ होइन। तर थाहा पाउनु भएको छैन भने स्केप गरेर भिडियो हेर्ने मान्छेहरूलाई चाहिँ कसरी थाहा पाउने भन्दाखेरि चाहिँ थम्बनेल हेरेर, थम्बनेल र टाइटल हेरेर बेस्ट वे। कहाँ जाँदैछ त यो मोरा भनेर सोध्नु भयो भने स्विमिङ। के गरौँ यस्तो छ यार बाटो पनि, के गर्नु। यो दाजुको नम्बर हुनुपर्ने, पछाडि फोन गरेर साइड देऊ भन्नुहुन्थ्यो। साइड पाम है दाजु। यसमा झन् कति ठुलो सुनेको होला है मैले, माइक लाखा झन्। हेर जाम। यसरी गइहाल्नुपर्छ के, पर्खिराख्नु हुँदैन। कति नजिक आएको है। कता यतातिर नि पाउँछ त। ओके सरी भन्न लगाएको नि।
के भयो भन्दिनु त यहाँ फेरि भन्दिनु त किधर हो आप लोग दिदी दिदी हेर्नु नि त्यहाँ पाहाड हेर्नु नि त्यो सेकेन्ड फ्लोरमा भाइरल भएको छ नि दिदी ओपनिङ टाइममा त खोइ कस्तै आएको हेर चलाएको हेर ब्लर फेरि यहाँ फेरि खत्रै भइरह शान्ति अब सिधै होटल जाने होइन र बिर्सेछु क्या मैले त्यो हेरेँ त्यही गएको गाडी त्यसको काम नखाएसँग त रोक्दैन रोक्ने रे उनीहरूलाई मात्र हतार हुने रे है हामीलाई त हुन्न कहिलेको गीत हो दिदी हो एक्स्ट्रा स्मार्ट म त हाम फालिहाल्छु तिमीहरू दिदीहरू के गर्नुहुन्छ खत्रै ओहो प्याक भएछ